यस्तो धारा गइसक्यो अहिलेसम्म कपडा नधोएर त बसेर बिस्तारै धोएर अब यो धारा त गइगयो त यो के काम बताउ यो धौ यो छिटो यो सबै कपडा सुकाउ यो अलिक घाम लाग्दैन मम के खाना छैन के खाना हो कपडा सुक्दैनन् त्यहाँ मल फाल्ने छ पछि पानी परेर भिजिया छ अनि फेरि भाँडासाँडा धौ अनि सब काम सिद्धाएर मात्र खाना खाने नाइ हुन्न त्यस्तो हुन्न अहिले भर्खरै यहाँ काम गर पहिला छिटो यो पानी भर्यो यो खेर जान्छ छिटो गरेर क्यारे कपडा धुन्न अरे हेर यो आइमा के पकाउने आजकलका आइमीहरू बसी मात्रै खाना चाहियो भन्ने छि गरी चाहिँ खाना खान दिनुहुन्न होला तर म गएर चाहिँ चोरेर पनि खाने भनेर चाहिँ जाँदैछु देख्न सक्नुहुन्छ यतातिर चाहिँ ताला लगाउनु भएको छ किचनमा अब के गर्नु साथीहरू अब केही नखाए त बाँच्न सकिन्न पानी भए पनि खानु पर्यो अब त्यही भएर पानी चाहिँ भरेर राख्नु पर्यो